फ्रेन्ड्स, आज हामी क्लास 9 को फर्स्ट लेसन order pair पढ्न जाँदैछौँ र यसको एउटा क्वेशन पनि हामी सल्भ गर्छौँ। यो क्वेशन हामीले सल्भ गर्यौं भने सिम्पली यो एक्सरसाइज कम्प्लिट हुन्छ, केही गाह्रो छैन। अब order pair किन चाहिन्छ? सपोज वी हैव टु नम्बर्स a = 7 b = 3 छ। यसलाई हामी a - b पनि गर्न सक्छौँ, b - a पनि गर्न सक्छौँ। एउटा केसमा यो पोजिटिभ भ्यालु दिन्छ, अर्को केसमा यसले नेगेटिभ भ्यालु दिन्छ। सो फर द्याट रिजन पोजिटिभ नेगेटिभ दुईटै भ्यालु आउँछ नि त। सो त्यसलाई मिलाउनको लागि हामीले order pair चाहिन्छ क्या। a, b भनिन्छ भनेको फर्स्ट एलिमेन्ट्स हुनु पर्यो a र सेकेन्ड एलिमेन्ट्स b हुनु पर्यो। तर यसलाई order pair त्यतिखेर मात्र भन्न मिलिन्छ यदि यिनीहरूको कोरेस्पोन्डिङ एलिमेन्ट्स इक्वल छ। भन्नुको अर्थात् a = 3 and b = 2 कोरेस्पोन्डिङ एलिमेन्ट्स इक्वल हुनु पर्यो। भनेको a को कोरेस्पोन्डिङ 3, b को कोरेस्पोन्डिङ 2। अब हेर्नु यो क्वेशनमा चाहिँ क्वेशन यहाँ यो अलिकति यसरी थियो, देखाउँछु म। क्वेशन के थियो भने 4x + 3y 3x + 6y यस्तै क्वेशन सायद थियो होला। 7, 9 क्वेशन यस्तो पनि बनाउन सक्छ यसलाई, अथवा यसलाई हामी यसरी पनि बनाउन सक्छौँ क्वेशन त 4x + 3y 9 = 7, 3x + 6y। दुई तरिकाले लेख्न सकिन्छ क्वेशनलाई। जे गरे पनि यो कोरेस्पोन्डिङ एलिमेन्ट्स यसको के हो 7। 4x + 3y को कोरेस्पोन्डिङ एलिमेन्ट 7, यसलाई इक्वलाइज गरिदिने। 3x + 6y को कोरेस्पोन्डिङ एलिमेन्ट्स 9, इक्वलाइज गरिदिनु। यो केसमा पनि सेमै हो। 4x + 3y को कोरेस्पोन्डिङ एलिमेन्ट 7 इक्वलाइज गरिदिने। 9 को कोरेस्पोन्डिङ एलिमेन्ट 3x + 6y यसलाई पनि इक्वलाइज गरिदिने। सिम्पली यसलाई सल्भ गर्ने, यसलाई सल्भ गर्ने, यसबाट x को भ्यालु निकाल्ने अथवा x बाट पनि x को भ्यालु निकाल्दा हुन्छ र अर्को इक्वेसनमा गएर त्यसलाई पुट आउट गर्ने क्या। बुझिएन होला के भने? अब अलिकति यहाँ गरेर हेरौँ बुझिन्छ के भन्नु खोजेको मैले। जस्तो यो इक्वेसनलाई सल्भ गर्दाखेरि यस्तो इक्वेसन त देखिन्छ नि, जस्तो 2 + 3/5 यो गर्दा के गर्छौँ 5 एलसिएम लिन्छौँ। त्यही गर्नु पर्यो यहाँ पनि। सिम्पली के गर्नु पर्यो y लाई एलसिएम लिनु पर्यो। यहाँ 5 एलसिएम लियौँ भने 2 × 5 गरिन्छ प्लस 3 गरिन्छ, यी त आउँछ होला। सो 4x × y कति हुन्छ 4x × y गरेको यो प्लस 3 गरेको इक्वल कति भयो 7। बुझ्यो? सो 4x × y कति हुन्छ 4xy प्लस 3 = 7y। अब यहाँ अलिकति दिमाग लगाउनुपर्छ क्या। जस्तो हेर्नु है, यहाँबाट के गर्ने हो, कसरी थाहा पाउने? यहाँ हेर्नु 4x सँग y छ, 7 सँग y छ। सो यस्तो गेस गर्नु कि यदि मैले यो र जुन यो एलिमेन्ट छ दुईटा यिनीहरूलाई सँगै ल्याए भने म यसबाट y कमन तान्न सक्छु। y कमन ताने भने यहाँबाट y को भ्यालु निक्लिन्छ होला नि त x को टर्म्समा। र y को भ्यालु यदि x को टर्म्समा निक्ल्यो भने र यो y मा मैले यसको y को यहाँ y को भ्यालुमा x को टर्म्समा भ्यालु हाले भने x को भ्यालु निक्लेर अझै बुझेन होला। जस्तो यसलाई हामी दुई तरिकाले गर्न सकिन्छ, अथवा यसलाई पनि गर्न सकिन्छ सल्भ। जस्तो y लाई पनि हामी सिम्पली एलसिएम लिएर 3xy + 6 = 9 गरेर सिम्पली 3xy + 6 = 9y। अब यसबाट पनि त्यस्तै गर्न सकिन्छ। जस्तो यसलाई हामीले 3xy - 9y गर्यौं भने 6 नेगेटिभमा आउला, 6 छ। सो नेगेटिभमा ल्याउँदा पनि हुन्छ, समस्या हुँदैन, -6। अथवा हामी यसलाई यसरी पनि लिन सक्छौँ कि के पनि गर्न सकिन्छ भने यो 9y छ नि, यहाँ हेर्नु 9y छ, 9 लाई सुरुमा लेखौँ। अब 3xy चाहिँ यता लगाउँ। यदि यो 3xy यता लग्ने हो भने 3xy लाई यहाँ जम्प गर्ने हो भने यसरी यहाँ कुन भ्यालु छ पोजिटिभ भ्यालु छ। यो पोजिटिभ भ्यालु यो 3xy यता गयो भने नेगेटिभ भ्यालु हुन पुग्छ। सो यहाँ के हुन पुग्छ भने 9y - 3xy। ठीक छ। सो राइट यो 3xy लाई जम्प गऱ्यौँ क्या। 3xy लाई यहाँ जम्प गऱ्यौँ भने मान्नु यो जम्प भयो, यता पुग्यो 3xy। यहाँ पोजिटिभ भ्यालुमा थियो, यहाँ पोजिटिभ भ्यालुमा थियो 3xy। अब यो 3xy लाई लेफ्ट ह्यान्ड साइडबाट राइट ह्यान्ड साइडमा जम्प गर्यौँ भने साइन चेन्ज हुन्छ। भनेको यहाँ प्लस छ भने यहाँ माइनस हुन्छ, माइनस छ भने प्लस हुन्छ, साइन चेन्ज भयो। सो 9y - 3xy भयो = 6 को 6 हुन्छ। बुझ्यो होला यति। अब यहाँबाट y छ, यहाँ पनि y छ, दुईटै y छ। अब हेर्नु त, जस्तो 3x + 7x छ, यसलाई जोड्न सक्छु। तर 3xy + 7x छ भने नि यहाँ xy छ 3 को अगाडि, 7 को अगाडि x छ।
यिनीहरूलाई जोड्न मिल्दैन किनभने जोड्नको लागि एक्स एक्स मात्र हुनुपर्छ अथवा वाइ वाइ मात्र पनि हुँदा जोड्न सकिन्छ एडिसन गर्न मिल्छ तर एक्स वाइ छ वाइ छ जोड्न मिलेन किनभने एक्स वाइ छ क्या एक्स वाइ र वाइलाई जोड्न मिल्दैन एक्सलाई जोड्न मिल्छ वाइ वाइ एक्स एक्स जोड्न मिल्यो वाइ वाइ जोड्न मिल्यो जेड जेड जोड्न मिल्यो एक्स वाइ एक्स मिलेन वाइ जेड जेड मिलेन यसलाई जोड्न मिल्दैन यस्तो केसमा के गर्ने हो कमन लिने हो सो यहाँ के लिने कमन वाइ एक्स वाइ घटाउन मिल्दैन सो वाइ कमन लिन सक्छौँ हामी वाइ कमन लिने भने के हुन्छ 9 - 3x हुन्छ इज इक्वल टु 6 कमन लिन आउँछ वाइ 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 कमन लिन वाइ कमन लिन भने यो वाइ बाहिर निक्लिसक्यो यहाँ के बाँकी ब्राकेट दिने हो अनि वाइ कमन लिने ब्राकेट दिने यहाँबाट वाइ निक्लियो भने के बाँकी रहन्छ 9 बाँकी रहन्छ माइनस 3 को 3 बाँकी रह्यो x को x बाँकी रह्यो वाइ त बाहिर निक्लिसक्यो नि त के बाँकी रह्यो 3x बाँकी रह्यो यसलाई सल्भ गर्नु त सपोज यो भनेको कि यो भनेको 9 * y 9y माइनस 3x * y 3x त हो नि कुरा एउटै हो क्या यसलाई यो टर्म्समा लेख्न सकिन्छ किनभने 9 * y 9y माइनस को माइनस 3x * y 3x कुरा एउटै हो सो यसलाई यो टर्म्समा लेख्ने किन यो टर्म्समा लेख्ने भन्दाखेरि यसबाट हामी y को भ्यालु निकाल्न सक्छौँ इन टर्म्स अफ x यहाँबाट हामी के गरौँ यो मल्टिप्लाईमा छ भने यो 6 मल्टिप्लाईमा छ भने यो 9 - 3x मल्टिप्लाईमा छ यो यता जानु पर्यो भने नि डिभाइड हुन पुग्छ क्या जस्तो यहाँ यो 3xy यता प्लसमा थियो यता गयो भने माइनस हुन्छ यो 9 - 3x मल्टिप्लाईमा छ सो यो यता गयो भने 9 - 3x के हुन पुग्यो अब डिभाइडमा जान पुग्यो जस्तो 9 - 3x यहाँ छ यो यता गयो भने यो के हुन पुग्छ सिम्पली डिभाइडमा जान्छ अरे 9 - 3x यदि यो 9 - 3x डिभाइडमा गयो भने यता के बाँकी रह्यो अभियसली बाँकी रह्यो यता 6/9 - 3x बाँकी रह्यो किन डिभाइडमा गयो मल्टिप्लाईमा थियो किन माइनस हो प्लसमा थियो सो भनेपछि बुझ्नु भने यो प्लसमा छ 3xy यो केमा छ यहाँ मल्टिप्लाईमा छ 9 - 3x ओके अब यसबाट एउटा इक्वेसन निक्ल्यो आइजन देखिदियो नि त अब के गर्ने सिम्पली यसबाट पनि के गर्ने y लाई कमन लिनु पर्यो सो 4xy - 7y = -3 गर्न सक्छौँ 4xy छ यहाँ पोजिटिभ भ्यालु छ यो 7y ले यता ल्याऊँ पोजिटिभ प्लस छ यता ल्याऊँ भने माइनस भयो 7y इक्वल टु अब 3 लाई यता लगौँ 3 पोजिटिभमा छ यता लग्यौँ भने -3 अब दिमागमा होला 3 लाई यता किन लग्यौँ सपोज मान्नु 3 लाई यता नलगी मैले यहाँ +3 लेखेँ अरे अब किन हामी यसरी लेख्न किन पाउँदैनौँ भन्नु त किनभने यस्तो बेलामा हामी y लाई कमन लिन पाउँदैनौँ बुझ्नु है यहाँनेरि -3 यता किन लग्यौँ यी राखेको भए के हुन्थ्यो भन्दाखेरि y कमन लिन मिल्दैन थियो किन मिल्दैन यहाँ y कमन लिम भने के हुन्छ मिल्न त मिल्छ y कमन लिम भने चाहिँ के गर्नु पर्यो भने नि अब हामीले 4x को 4x y गायब भयो माइनस को माइनस 7 को 7 फेरि y त कमन लिइसकेका छौँ अगाडि लेखिसकेका छौँ y अगाडि y लेख्यौँ भने यो y यहाँ लेख्नु परेन यो y यहाँ लेख्नु परेन प्लस अब हेर्नु 3 आयो y कमन लिम अब यहाँ +3 लेख्यो भने के हुन्छ हेर्नु ल यसलाई लेखेँ अरे मैले अब के भयो हेर्नु त 4x * y 4xy 7 * y 7y 3 * y 3y तर यहाँ 3 छ सो यस्तो बेलामा के गर्न सकिन्छ भने यो y यहाँ छैन भने हामी सिम्पली यहाँ डिभाइड बाइ y गर्न सकिन्छ जो भनेको 3/y * y भनेको के हो 3 नै हो यो लेख्न चाहिँ मिल्छ तर के हुन्छ यसरी लेख्यौँ भने के हुन्छ भने सिम्पली गाह्रो हुन्छ गर्न सल्भै हुँदैन इक्वेसन एकदमै गाह्रो हुन पुग्छ किनभने अब यहाँबाट हामीले यो भ्यालु 0 आउन पुग्छ फेरि y मा पुट गर्नुपर्छ यो एकदमै कम्प्लिकेट हुन्छ एकदमै डिफिकल्ट हुन पुग्छ त्यसैले हामी यो यसरी गर्दिनौँ क्या 3 लाई उतै राख्छौँ यहाँबाट यसलाई इक्वल टु 0 y चाहिँ त भ्यालु एकदमै डिफिकल्टी हुन पुग्छ यसले सो यसरी हामी गर्दिनौँ गर्न चाहिँ मिल्छ यसरी बाइ बाइ गएर तर ओभर डिफिकल्टी हुन्छ लेन्थी हुन्छ र गाह्रो हुन्छ गर्न सो अहिलेको लेभल अनुसार चाहिँ हामीले के गर्नु पर्यो सिम्पली इजी होस् भन्नको लागि 3 लाई यता राइट लेफ्ट ह्यान्ड साइडमा नलगाइकन यता लानु पर्यो सो -3 गरिदिने अब सिम्पली गर्न सक्यौँ अब त y कमन लिन सक्यौँ त हामीले यहाँबाट y कमन लिन सक्यौँ y कमन लिम भने के हुन्छ 4x - 7 = -3 y कमन आयो यो y यहाँ लेख्नु परेन यो y यहाँ लेख्नु परेन 7 को 7 4x को 4x y लेखिसकेका छौँ लेख्नु परेन सो सिम्पली y को भ्यालु कति आउँछ -3/4x - 7 आउँछ अब हेर्नु y को भ्यालु यहाँ पनि आइसकेको छ ठीक छ मल्टिप्लाईमा छ नि त मल्टिप्लाईमा छ यता गयो भने केमा जान्छ डिभाइडमा जान्छ ठीक छ सो 4x - 7 यता गयो भने कहाँ गयो डिभाइडमा गयो त्यो 1 हो कि 7 हो सो डिभाइडमा गयो भने सिम्पली इक्वेसन यो बनेको भएन बन्दैन नि त सिम्पली यही भएको के हेर्नु धेरै भएको गुड
अब यहाँ छ y, y को भ्यालु पुट गरौँ 6/9 - 3x इज इक्वल टु -3/4x - 7 रेसिएस a/b इज इक्वल टु c/d भने के हो ad इज इक्वल टु bc थाहा छ यस्तो क्रस मल्टिप्लाई गर्न मिल्छ यति बिचमा इक्वल साइन छ भने क्रस मल्टिप्लाई गर्न मिल्छ क्रस मल्टिप्लाई गर्नु 6 ले 4x - 7 होललाई मल्टिप्लाई गर्नु पर्यो 6 ले 4x लाई मात्र मल्टिप्लाई गरेर हुँदैन होललाई गर्नुपर्छ र -3 ले पनि होललाई गर्नुपर्छ अब यसरी हामीले होललाई मल्टिप्लाई गर्न जाने हो भने कति आउँछ 24x 4 छ 42 यो हेर्नु है माइनस प्लस के हो माइनस प्लस माइनस के हो माइनस थाहा छ नि सो माइनस छ मल्टिप्लाई केसमा माइनस माइनस के हो प्लस साइन चाहिँ के हुन्छ माइनस हुन्छ यो छ माइनस यो छ प्लस माइनस सो माइनस लेखौँ 9 3 27 माइनस माइनस मल्टिप्लाईमा के हुन्छ सरी प्लस हुन्छ प्लस सो माइनस माइनस प्लस हुन्छ भने यो माइनस माइनस के हो प्लस 3 3 जा 9 x को x ओके अब हेर्नु x छ यहाँ पनि x छ ठीक छ x लाई एकातिर लिन सकिन्छ यो नम्बर हो यो पनि नम्बर हो नम्बरलाई एकातिर लेख्न सकिन्छ ठीक छ अब -42 छ यसलाई यता लगौँ 42 को 42 साइन माइनस थियो यसलाई अर्को साइडमा लाने हो भने प्लस हुन पुग्छ प्लस भयो 27 छ 27 माइनस को माइनस छ 24 माइनस 9 कति हुन्छ 4 20 4 अझै घटाउनु 15 1 घटाउनु 15 सो 15 x आउँछ -27 + 42 पनि कति हुन्छ माइनस प्लस माइनस गर्ने हो 15 आउँछ -15 x को भ्यालु कति आयो 1 आयो यही यहाँ सिम्पली गर्न सक्छौ कि 6/9 - 3 इज इक्वल टु 6/6 इज इक्वल टु 1 सो x को भ्यालु पनि 1 आयो र y को भ्यालु पनि 1 आयो यसरी यो क्वेशन हामी होल प्रोसेस लिएर गर्न सकिन्छ र सिम्पल क्वेशन छ यो प्र्याक्टिस गर्नुभयो भने तपाईहरुलाई पछि गएर बच्चाको क्वेशन लाग्छ अहिले गाउँ लाग्ला प्र्याक्टिस मजाले गर्नुपर्छ ओके आज यति नै लाइक सब्स्क्राइब कमेन्ट गर्नु होला भिडियोको अन्त्य गर्दछु